है गाइज फाइनली इलाम पोखरी बजार आइपुग्यौँ हामी। रातिको कति बजे अहिले 12 बजे ठ्याक्कै। यहाँको माहौल यस्तो छ, सबै होटलहरू यता सबै स्टलहरू राखेको रहेछ। बाटो खतरनाक रहेछ। यता जोर्ने कटेपछि चाहिँ बाटो चाहिँ माथिसम्म आउने चाहिँ सोल्टी आउनु नि त, आउनु यता आउनु न। ढिलो हुँदै पर्छ नि, म फेट्टा फेट गरेर आउँछ। ओ इलाम पोखरी बजारको मौसम यस्तो भयो यार। अझै अब उनीहरू काम सुरु गर्नु लाग्यो। अहिले मलाई तमुले भनेको लो गाइज अहिलेको इलाम पोखरी बजार चाहिँ यस्तो छ अवस्था। पानी परेर चाहिँ सबै खतम भयो, सब खतम भयो, सब बिजोग भयो। यहाँ हो स्टेज। अब पूजा मार्ने मान्छेहरू चाहिँ हल्का फुल्का आउँदैछ। यता हो मेन स्टेज चाहिँ, यहाँ हो है। इलाम पोखरी बजार, इलाम होइन इलुङ पोखरी, इलुङ पोखरी भन्दो रहेछ है खासमा चाहिँ। मलाई पनि थाहा थिएन। हाम्रो बाइक यहाँ छ पार्किङ। इलुङ पोखरी बजार पानी परेर चौपट। लो पानी हटाउनु पर्यो, पानी हटाउनु पर्यो। भएन यसरी त। लो इलुङ पोखरी हामी यहाँबाट सिधै गयो भने लिपे डाँडा पुगिन्छ गाइज। यस्तो छ माहौल। कता आउँछ नि केटाहरू? कहाँ हो र तिमी भनेको? कहिले आउनु पाएर कहिले आउनु पाएर 3-4 दिन भइसक्यो म यहाँ बसोबासो गर्दै आएको।
आज मात्रै बल्ल भिडियो बनाउँदैछु ऊ जम्फै गुरुङ तैमाले गुरुङ गुरुङ बिसो यार कोही ए स्प्रिङको ओहो सोल्टी भर्खर कहाँ हुने भनेको हिजो राति बेलुका 12 बजी आइपुग्यो हामी दाइकोमा बस्या दाइकोमा दिनेश दाइकोमा सन्चै होला नि सन्चै छ एकदम पुगाउनु म अनि भाइ आछ हाम्रो फ्यामिली आएन ल्याएन के छ खबर एकदम ठिक छ चितवनतिर आउने होइन अस्ति भएको गएर नि आएको हो हेट भेट्दै भेटेन त नि सोल्टी त नि होइन यता दिदी घर काम पर्छ अलिअलि काम पनि आइहाल्यो त्यही भएर पानी पर्दै यार खतम भयो नि है पानी धेरै घट्यो नि त्यही त नि गरेको भएछ घरि त सबै सन्चै हुन्छ होला नि सब सन्चै छ सोल्टी यार गर्मी माथि फेरि गर्मी छ है तब त गर्मी अब सुरु भइसक्यो गर्मी त सोल्टी सोल्टी अनि बिहा गरेर रहेछ अनि हजुर थाहै पाएँ हजुर गाउँबाट गरे सिकारुला त यसो तपाईँ पनि देख्नु होला मोबाइलतिर मोबाइल होइन मैले हेरिरहेको हुन्छु नि मैले खै त्यो साथीहरू खाना बोला भने चाहिँ कता आएको नि भएछ ए पानीको अवस्था यस्तो त्यही त नि भिडियो बनायो म अहिले जान्छु है ल हुन्छ हुन्छ सोल्टी हुन्छ ल ल हुन्छ सोल्टी कता भयो हाम्रो गाइज खोइ मलाई छोडेर हाम्रो गले सोल्टी खोइ कता हो खोइ चेमले मलाई छोडेर कहाँ गयो तिनीहरू इलाम पोखरी बजार पानी परेर चौपट ल गाइज हेर्नु तर कौडा चाहिँ चलिरहे है कौडा चाहिँ है छोड्दैन है कौडा चाहिँ केटाहरूले कौडा चाहिँ छोड्दैन त झन्डी बुढ्छ पहिलो भेटमा रौजी आयो रौजी मा यता रहेछ फेरि कहाँ गयो भनेको त कौडा यता पो जम्या रहेछ है कान्छा भिडियो गर्न नपाउने गाइज है Hello guys, आज हामी इलाम पोखरी बजार यस्तो बढी हात है बरु दिने पाउनु है दिने पाउनु है
आफूले हाल्नु सर के काम भन्छ अरे यसलाई गोटी हो सर यसो गयो हाल्नु दुईवटा मेरो हुन्छ एउटा सिनो हुन्छ यसरी हाल्न सिक्नुपर्छ दुईवटा पनि पाउनु होइन सर दुईवटा सिक्नुलाई कहाँबाट आउनु भयो यो गेम खेल्नु चाहिँ हामी त मुन्तिर दमाउनु यसरी हाल्न चिन्नुपर्छ तर दुईवटा आइदिए हाल्नु हुन्छ बाँदरलाई खाने क्या चिन्नु भएन है कोटा भयो नि कसले कोटाको ठेला हान्ने कार्यक्रम यता भइरहेछ ठेला हान्ने कता गयो भाइहरू यार Thấy gì mà? Thấy gì tôi á? Cái đó ăn rồi à? Nó vô nó đi nuôi. Ai mà मलाई कराउँछ कि यता मान्छेहरूले
चलेको आउँछ एकचोटि त हुन्छ त यो रुममा त हेरे आगो दिएर आयो त्यो बागाहरू हिजो बराबर मात्रै भनेको लड्दै लड्दै Bahala dorong संगीत तुझे वो कहाँ रे आखिर लिव रही थी बेबी पंडेल लिव ना बुद्धिज्म र बुद्धिज्म अनि त्यसपछि होइन फेरि एकचोटि जोड्ने भन्ने चाहिँ मैले धेरै ठाउँमा पनि प्रोग्राम गरेको छु। लो बाई बाई इलम पोखरी बजार हामी अब 1.5 अर्बभन्दा बढी नागरिक बस्छ त्यहाँ 2% भन्दा हुँदा चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ तपाईँको हाम्रो कृषि उत्पादनहरू बढ्ने अवस्था हुन्छ। हामीले चाहिँ के हो भने नजिकै अस्ति भर्खरै मात्रै भारत सरकारले एउटा महाकुम्भ मेला लगाएको थियो। ल हामी चाहिँ अब इलम पोखरीबाट निस्किनु भएको महाकुम्भ मेलामा मान्छे आएको भारतीय सरकारको प्रचलन छ। सामान्य तरिकाले 1000 रुपियाँ भारतीय आइसी मात्रै एउटा पर्यटकले भारतीय सरकारलाई तपाईँको चाहिँ कन्ट्रिब्युसन योगदान गर्ने हो भने 70 खर्ब 45 दिनमा यहाँनिर सरकारको आम्दानी हुने। त्यसैले अहिलेको हाम्रो बुझाइ के हो भने अहिले समाजभित्र केही निराशाको कुरा आएको छ, केही चाहिँ तपाईँको चाहिँ पलायनबाजी हामीसँग एउटा खाले समस्या आएको छ। त्यो सबै कुरालाई त्यो कुरासँग जोडिने कुरा हाम्रो पर्यटन हो। किनभने अहिलेको एउटा चाहिँ तपाईँको मनभित्र के आएको छ भने यो मुलुकभित्र सुरक्षित हुँदैन, मेरो लागि राम्रो रोजगारी यहाँनिर हुँदैन, हरेक व्यवसायलाई आफ्नो व्यवसाय यहाँनिर व्यवसायको भविष्य नदेखेको हुनाले त्यो खाले वातावरण अथवा त्यो रेडी हुँदैछ मात्र अहिले अधिकार राम्रो छ। तर यो भित्र हामीले पलायनबाट रोक्न